एउटा मानिसलाई जब खडा गर्नुहुन्छ केवल उसको लागि मात्र चाहिँ होइन। आमेन भनौँ। कोही कोही बेला हामीलाई यस्तो लाग्छ प्रभुले मलाई खडा गर्नुभयो केवल मेरै लागि मात्र होइन। परमेश्वरले बाइबलमा हेऱ्यो भने धेरै मान्छेहरूलाई प्रभुले खडा गर्नुभयो समय अनुसार, अनि केवल उसको लागि मात्र होइन तर अरूको लागि पनि परमेश्वरले खडा गर्नुभयो। तपाईले बाइबलमा देख्नुहुन्छ योसेफलाई प्रभुले खडा गर्नुभयो, अनि योसेफ उसको निम्ति मात्र होइन, यदि उसलाई खडा हुँदै गर्दा खाल्टोमा पस्न पर्यो, बेचिनु पर्यो, गलत गलत दोषको सामना गर्न पर्यो, अनि उसको जीवनमा जेलभित्र ऊ पस्न पर्यो, तर पनि परमेश्वरले चाहिँ उसको जीवनमा उहाँ उसलाई खडा गर्दै हुनुहुन्थ्यो। अनि जब खडा गर्नुभयो परमेश्वरले योसेफलाई, अनि अन्तमा गएर थाहा भयो कि उसको लागि मात्रै चाहिँ थिएन रहेछ, उसको फ्यामिलीको लागि